हेलो एभ्रिवान, सबैमा नमस्कार। यति बेला हेर्दै हुनुहुन्छ आइएनटिभी डिजिटल फेसबुक पेज तथा युट्युब च्यानलमा तपाईँ सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत गर्न चाहन्छु। म ललित गिरी। आदरणीय दर्शकवृन्द, आज एउटा खुसीको खबर लिएर आएको छु। विगत 17 अक्टोबर 2025 का दिन त्रिवेणी गाउँपालिका 5 लाखरका दम्बरबहादुर द्यागी भारतको चण्डीगढ सेक्टर 37 बाट हराएका थिए र आज उनी फेला परेको हामीले जानकारी प्राप्त पाएका अनुसार तपाईहरुलाई यो भिडियो सम्प्रेषण गर्दैछौं। उनी भेटिए लगत्तै उनका माइला दाई भीमबहादुर द्यागीले हामीलाई यो जानकारी दिनुभएको हो र भीमबहादुर द्यागीको उहाँ प्रत्यक्ष दम्बरबहादुर द्यागीसँग प्रत्यक्ष कुराकानी पनि भएको जानकारी पाएका छौं। परिवार यति बेला उहाँलाई लिन जाँदै हुनुहुन्छ र उहाँ अहिले सकुशल भेटिनु भएको छ। यसैबीच उहाँको बुवा तथा उहाँको कान्छो भाइको छोरा बीच पनि हत्या भयो कि एकअर्कालाई हत्याको आरोप लगाउने प्रक्रियाहरू हामीले तपाईहरुले मेसेन्जरमा सुनाएकै थियौ। पछिल्लो भिडियोमा तपाईहरुले सुन्नु भएको थियो। यसरी निराधार कसैले आरोप लगाउनु भन्दा पहिला ती भाइलाई खोजेको भए उहाँहरुलाई अझै छिटो भेटिन्थे होला। तर हामी सबै मिलेर उहाँलाई भेटिएको आज यो जानकारी गराउन चाहन्छु। तपाईहरु सम्पूर्णलाई दम्बरबहादुर द्यागी खोज्नमा आफ्नो भूमिकाबाट भेटिनु खोज्नलाई भूमिका निभाउनु हुने तपाई सम्पूर्णलाई हृदयदेखि धन्यवाद छ। यसैगरी सामाजिक सञ्जाल हामीले प्रयोग गर्छौं। सामाजिक सञ्जालबाट हामीले प्रयोग गर्ने कामहरू समाजमा भएका घटना जागरुक हुने, एकअर्कालाई साथ सपोर्ट गर्ने र यस्ता घटनाहरूमा तपाई हाम्रो हातेमालो गरेर एउटा सामाजिक सञ्जालको सदुपयोग गर्ने तपाईहरुलाई यो आह्वान गर्न चाहन्छु र सबैमा फेरि पनि यति भन्दै यो खुसीको खबर सहित तपाईहरुबाट बिदा चाहन्छु। नमस्ते।